नेपालमा अहिले फेरि ह्युमन टाइगर इन्काउन्टर निकै बढेको छ। रोक्नु नि टाइगरहरूले थुप्रै मान्छेलाई घाइते पनि गराएका छन्। अनि त्यसपछि एक्कासी गरेर आँखामा खलाए। नेपालमा बाघले मारेको मान्छेको परिवारलाई नेपाल सरकारले 10 लाख रुपियाँ दिने गरेको छ। तर यो दिदीले 1 रुपियाँ पनि पाउनु भएन। बसेको बेला त पागल जस्तै भएर जङ्गल पसेर कराउँदै रुँदै हिँड्नु जस्तो लाग्छ सर। उहाँले क्षतिपूर्ति किन पाउनु भएन भनेर भिडियोको अन्तिममा भन्नेछु। भारत र नेपालको सरकारले खास गरी जङ्गल एरियातिर मानव जीवनभन्दा बढी महत्त्व वन्य जीवनलाई दिइरहेका छन्। नहीं, यहाँ पे बताया ना, एक टाइगर को 10 खून माफ है, कोई सेफ्टी मतलब नहीं रहती भाई। आप खुद मर जाओ पर गोली नहीं मारनी, क्योंकि ये तो चुगना आ गया। 2009 मा नेपालमा बाघको सङ्ख्या 121 मात्र थियो। 2022 मा यो सङ्ख्या 355 पुगेको छ। त्यसैले टाइगर अट्याक पनि बढिरहेको छ। नेपालमा धेरै पहिला एउटा बाघले 200 जना नेपालीलाई मारेको थियो। सरकारले त्यतिखेर बाघलाई मार्न भनेर नेपाली आर्मीलाई पनि खटाएको थियो। तर बाघ भागेर बर्डर पारी भारत गयो। मान्छे मारेपछि कानुनबाट बस्न बर्डर पारी जानुपर्छ रहेछ भनेर नेपालका बाघलाई पनि थाहा रहेछ। त्यो बाघले इन्डियामा पनि 200 जना भन्दा बढी मान्छेलाई मार्यो। यो त्यो बाघको फोटो हो। यो बाघले नेपाल र भारतमा मिलाएर टोटल 436 जना मान्छे मारेको रहेछ। यो एउटा विश्व रेकर्ड पनि हो। आर्थिक वर्ष 79-80 मा चितवन नेसनल पार्कले 2 करोड 30 लाख रुपियाँ चाहिँ क्षतिपूर्तिको रूपमा बाँडेको थियो। तब यो दिदीले किन पैसा पाइनन् त? नेपाल सरकारले कोही व्यक्ति जङ्गल बाहिर आफ्नो घर नजिकै बाटो वा रोडमा कुनै जङ्गली जानवरबाट मारियो भने मात्रै क्षतिपूर्ति दिन्छ। कोही व्यक्ति जङ्गलभित्र मारिन्छ भने उसले क्षतिपूर्ति पाउँदैन। त्यो दिदीको सासू चाहिँ जङ्गलभित्र घाँस काट्दाखेरि मारिएकी हुन्।